नमस्कार साथीहरू, स्वागत छ तपाईहरू हाम्रो च्यानलमा। आज हामी कुरा गर्नेछौँ एक यस्तो किताबको बारेमा जसले लाखौं मानिसहरूको जीवन परिवर्तन गरेको छ। अनलिमिटेड पावर बाई टोनी रबिन्स। यो किताबले हामीलाई सिकाउँछ हाम्रो मन कति शक्तिशाली छ र त्यसलाई कसरी प्रयोग गरेर हामी आफ्नो जीवन परिवर्तन गर्न सक्छौं। सुरु गरौं मनको वास्तविक शक्ति बुझ्ने यात्रा। पाठ 1। मनको शक्ति भनेको के हो? टोनी रबिन्स भन्छ, इफ क्यान यु कन्ट्रोल योर माइन्ड, यु क्यान कन्ट्रोल योर लाइफ। हाम्रो जीवनको सबै निर्णय, भावना र नतिजा सबै हाम्रो सोच आधारित हुन्छ। यदि तपाईले आफ्नो सोच बदल्न सक्नुभयो भने तपाईको जीवन पनि बदलिन्छ। त्यसैले पहिलो कुरो, मनलाई प्रशिक्षण गर्नुहोस्, मनले तपाईलाई होइन। 2 मा रहेको छ विश्वास, बिलिफ्स। विश्वास भनेको त्यो कुरो हो जसले तपाईको व्यवहार र परिमाण दुवै निर्धारण गर्छ। टोनी रबिन्स भन्छ, people are not lazy, they are just of important goals. Goals that do not inspire them. यदि तपाईले आफ्नो क्षमतालाई विश्वास गर्नुभयो भने तपाईका सीमा स्वतः हट्नेछन्। हामीले म सक्छु भन्न सिक्नुपर्छ किनकि त्यो विश्वास नै पहिलो शक्ति हो। 3 नम्बरमा छ लक्ष्य र रणनीति, गोल एन्ड स्ट्र्याटेजी। अनलिमिटेड पावरले सिकाउँछ स्पष्ट लक्ष्य बिना सफल सम्भव छैन। स्मार्ट गोल बनाउनुहोस्। S स्पेसिफिक, M मेजरेबल, A अचिभेबल, R रियलिस्टिक, T टाइम बाउन्ड। र त्यसपछि रणनीति बनाउनुहोस्। कसरी लक्ष्य प्राप्त गर्ने? याद राख्नुहोस्, सपना सबैको हुन्छ तर योजना बनाउने र कार्य गर्ने नै सफल हुन्छ। टोनी रबिन्सले पाठ 4 मा के भन्छ भन्दा भाषा र शरीरको प्रभाव। टोनी रबिन्सले बताउँछ हाम्रो शरीर र भाषा दुवै हाम्रो मानसिक अवस्थासँग जोडिएका छन्। उदाहरणका लागि जब तपाई महसुस गर्नुहुन्छ, तपाईको शरीर झुकेको हुन्छ, बोली सुस्त हुन्छ। तर जब तपाई आत्मविश्वासमा हुनुहुन्छ, तपाई सिधा उभिनुहुन्छ, जोसिलो स्वरमा बोल्नुहुन्छ। त्यसैले आफ्नो शरीरको भाषा बदल्नुहोस्, आफ्नो मन आफै बदलिन्छ। मोसन क्यारेक्स इमोसन। अब इम्पोर्टेन्ट 5 नम्बरमा रहेको छ
एनएलपी मनको प्रोग्रामिङ अनलिमिटेड पावरको एउटा मुख्य भाग हो। एनएलपी न्यूरो लिंग्विस्टिक प्रोग्रामिङ। यो भनेको हाम्रो मस्तिष्क र भाषा बीचको सम्बन्ध बुझ्ने कला हो। टोनी रबिन्स तपाईले आफ्नो मनलाई नयाँ तरिकाले प्रोग्राम गर्न सक्नुहुन्छ। उदाहरणका लागि म डराउँछु भन्नको सट्टा म उत्साहित हुन्छु भन्न सिक्नुहोस्। शब्द बोल्दा सोच बदलिन्छ, सोच बदल्दा जीवन बदलिन्छ। 6 नम्बरमा रहेको छ सम्बन्ध र सञ्चार। जीवनमा सबै कुरा सम्बन्धमा टेकेको हुन्छ। टोनी रबिन्स भन्छ, द क्वालिटी अफ योर लाइफ इज द क्वालिटी अफ योर रिलेसनशिप। अरूसँग संवाद गर्नुहोस्, ध्यानपूर्वक सुन्नुहोस्, सहानुभूति देखाउनुहोस्। यही नै सफल जीवनको रहस्य हो। सात नम्बरमा रहेको छ निष्कर्ष। अनलिमिटेड पावरले सिकाउँछ हामी सबै भित्र अनन्त शक्ति छ, तर त्यो शक्ति तब मात्र सक्रिय हुन्छ जब हाम्रो सोच विश्वास, भाषा र व्यवहार परिवर्तन गर्छौं। टोनी रबिन्सको सन्देश छ, योर पोटेन्शियल द अनलिमिटेड if you believe is yourself। तपाईलाई यो भिडियो कस्तो लाग्यो, मन पर्यो परेन, लाइक, शेयर, सब्स्क्राइब गर्न नबिर्सनु होला। बाँकी दिन तपाईको शुभ बितोस् यही अपेक्षाका साथ आउँदो अर्कै यस्तै भिडियोमा फेरि भेटौँला भन्दै बिदा चाहन्छु। हस्त, धन्यवाद।